बिहान हालेको रोटी र तरकारी दही मम्मीले हेरी भात खाँदै हुनुभयो प्रोग्राम अघि चाहिँ दही भात दाल सानो सँग दाल त मेरो त फेस्टरी हो, एकदम मिठो हुन्छ। मम्मीको दाल फेस्टरी भनेको फेभरेट। बुढी मान्छे केही जान्दैन, त्यति भन्न आउँदैन नि त। राम्रो फेस्टरी भनेको पनि राम्रो। एक दिन हाम्रो मम्मीको र मेरो च्यालेन्ज आउँछ। च्यालेन्ज गर्ने मम्मी के को च्यालेन्ज गर्ने? मासु र भात गर्ने। मासु आज खाइयो, खाना त अब सन्डे खाइयो, भिडियो गराइएन। भिडियो गराइएन के बेलुकी भयो। किन भन्दा जे हुन्छ त्यही डेली लाइफ हो क्या, रहर हो यो एउटा यो युट्युब बनाउनु पनि। तिन त फेरि अलि हराउँदो रहेछ क्या, यतैपट्टि सबै साथीहरू हुन्छ भन्ने जस्तो हुँदो रहेछ। यतै ध्यान जाँदैछ क्या है भन। के अरे बनाउने हल्लो न भिडियो गरौँ, यसरी बनाएर खाऊँ भन्ने। अब क्या हल्लो त नि भनेछु, म पनि आमा अब आमा छोरी अरे अब खाइन्छ। खानु घुम्ने अहिले यतिखेर जे छ त्यही के गऱ्यौँ। के गर्नुपर्छ हाम्रो केही पनि थाहा छैन नि त। हामीलाई केही थाहा छैन। त्यो इच्छा रहर घुम्न गएको नि हालिन्छ, यसै घुमिन्छ नि त। आमा छोरी मर्निङ वाक गएको, जस्ट स्टार्टिङ हो, केही थाहा छैन। गर्दा गर्दा जान्नेहरूलाई नि थाहा भयो होइन त मम्मी? त्यो नि गर्दा गर्दै जानिने हो। हतारबाट कसै जानेर आएको हुँदैन। हिजो एउटा हाल्दा पनि सबैले माया गर्नु हो, दर्शकहरू हेर्नुभयो, सबैले माया गरिदिनु भयो। हेर्नुहुन्छ भन्ने त विश्वास छ नि त हामीलाई त। तर दहीसँग रोटी तरकारी मिलाएर एकदम मिठो हुन्छ है। अब कस्तो हुन्छ सुझाव त सल्लाह दिनु होला। केही हुनै भएको छैन, त्यो हामीलाई थाहा छ, राम्रै भएको छैन, तर पनि कसरी गर्नुपर्छ त्यो थाहै छैन कि। अब भनिदिनु होला, यसरी गर्नुपर्छ उसरी गर्नुपर्छ। सपोर्ट गरिदिनु होला सबैलाई, धन्यवाद।